प्रकृतिसँग एउटा यस्तो शक्ति हुन्छ जसले कोसौँ टाढाका मानिसहरूलाई पनि आफू सामु आउन बाध्य बनाउँछ। त्यस्तै एउटा प्राकृतिक गन्तव्य हो जलजला, जहाँ पुग्न सजिलो त छैन तर पनि कयौँ मानिसहरू त्यस ठाउँमा हजारौँ किलोमिटर यात्रा तय गरेर पुग्ने गर्दछन्। आजको यस यात्रामा हामी तपाईँले रोल्पा जिल्लामा रहेको अत्यन्तै सुन्दर गन्तव्यमध्ये जलजलासम्म लैजान्छौँ। आउनुहोस् आजको यात्रा सुरु गरौँ। गाइज गुड मर्निङ फ्रम रोल्पा थवाङ। यहाँ चाहिँ अब हाम्रो यात्रा सुरु हुन्छ जलजलाको। अब यहाँ चाहिँ हामी टक्क हाम्रो बिस्ताराहरू मिलाउँदैछौँ, बिस्तारा मिलाएर टक्क रेडी भएर हामी चाहिँ जलजलाको लागि जान्छौँ है त। ल अहिले हामी छौँ रोल्पा थवाङ। अब हामी यहाँबाट निस्किन लागेको। तपाईँ जलजला आउँदाखेरि अथवा रोल्पा थवाङतिर आउँदाखेरि खाना बस्नु परेमा तपाईँले एसपी होटललाई सम्झिन सक्नुहुन्छ। दिएको नम्बरमा तपाईँले कन्ट्याक्ट गर्नु होला। अब भने हामी यहाँबाट निस्किन्छौँ जलजलाको लागि। एकदम चिसो छ, देख्न सक्नुहुन्छ। अब चाहिँ हामी निस्किन्छौँ है त। ल बाई बाई रोल्पा थवाङ। गाउँ चाहिँ बबाल छ है, थवाङ गाउँ। यो अब जलजला। थवाङ गाउँबाट हिँड्नेसँगै थवाङ खोला काटेपछि जलजला जाने बाटो आउँछ। त्यहाँबाट हामी अगाडि बढ्छौँ। बाटो अलिक गाह्रो छ, पानी आयो भने यो बाटो पहिरोले गर्दा ब्लक हुनसक्छ। ल हामी चाहिँ थवाङबाट लगभग 1.5 घन्टाको बाइकमा एकदम अफ रोड छ। त्यहाँबाट बाटो पनि एकदमै गाह्रो छ। त्यहाँबाट यो गङ्गुबाङ भन्ने ठाउँबाट त्यहाँबाट बोर्ड छ। त्यहाँ बोर्डबाट माथि जाँदैछ। अरू यहाँबाट हाम्रो रियल ट्रेकिङ सुरु हुन्छ। लगभग 1.5 घन्टा टाइम लाग्छ होला, 1-2 घन्टा। अनि यहाँबाट चाहिँ बाटो अगाडि जाने बाटो छ। यो बाटो चाहिँ अगाडि जान्छ अरे त कहाँसम्म जान्छ, अहिले त्यो बाटो चाहिँ ब्लक छ अरे। त्यो बाटो चाहिँ जान मिल्दैन भन्ने सुनेको। तर अनि यहाँबाट खोलाबाट चाहिँ एउटा पुल छ। खोलाबाट एउटा बाटो बन्दैछ, तर थोरै माथि गएपछि त्यो बाटो इन्डिङ छ। त्यहाँ गएर हामी फर्केको। अनि उता पर गरेर हामी फर्क्यौँ। फेरि लास्टमा यहीँ आएरै हामी अगाडि जाँदैछौँ। अब ल जाउँ है त। लास्ट गएर होइन बाबा यति नै त धुस्नु भयो कि म कसरी माथि पुग्ने हो। बढै भन्ने चाहन्छु। नकाउट भयो। यो बाटोमा चाहिँ कुनै ठाउँमा यो डस्टबिन रहेछ। तपाईँहरूले आउँदाखेरि चाहिँ कृपया त्यो प्लास्टिकहरू बाटोमा अथवा जङ्गलमा नफालिदिनु होला। यहाँ डस्टबिन छ, डस्टबिनमा फालिदिनु होला। एटलिस्ट कमसेकम बाटोमा फोहोर त हुँदैन। र बाटोमा कहीँ पानी छ है। पानी एकदम चिसो छ। यहाँको पानी चाहिँ डबल चिसो छ। ल अब हामी चाहिँ लगभग 10-15 मिनटमा पुगिन्छ अरे है। यहाँ चाहिँ बाटो बन्ने काम भइरहेको छ। चिप्लो भएर ढुङ्गा छाप्ने काम चाहिँ भइरहेको छ। ल अब उतै पुगेर यतामा है त।
ल हामी फाइनली जलजला पुग्यो है। अब हामी जलजला पुग्यौँ। यहाँ चाहिँ ठाउँ राम्रो छ। रोल्पा जिल्लाको प्रसिद्ध उच्च पहाडी क्षेत्रमध्ये एक हो जलजला। यसको इतिहास, धार्मिक विश्वास, स्थानीय संस्कृति र आधुनिक नेपालको इतिहाससँग जोडिन्छ। यस क्षेत्र पर्यटकीय गन्तव्य मात्र नभई प्राचीन कालदेखि नै पवित्र तीर्थस्थल मानिन्छ। यहाँ रहेका कैलु बराहा, बाजु बराहा र अन्य देवीस्थलहरूमा स्थानीय तथा छिमेकी जिल्लाका मानिसहरू पूजा गर्न आउने गर्दछन्। विशेष गरी जनै पूर्णिमा र अन्य पर्वमा यहाँ ठुलो मेला लाग्ने गर्दछ। मौसम खुलेको बेलामा यहाँबाट सिस्ने हिमाल, पुथा हिमाल र धौलागिरी लगायतका हिमश्रृङ्खलाको सुन्दर दृश्यहरू देख्न पाइन्छ। भाग्य भनौँ या गलत समय, तर हामीले भने हिमश्रृङ्खलाहरू देख्न पाइएन। अहिले हामी छौँ यस रोल्पाको जलजला। यहाँ चाहिँ एकदमै राम्रो देखिरहेको छ। घोडाले गर्दा घोडा अनि तपाईँको यो फुलहरू फुलेर यो भ्यूहरू चाहिँ बब्बाल देखिरहेको छ। यो सिजनमा चाहिँ अहिले चाहिँ तपाईँको आज चाहिँ खासै मौसम खुलेको छैन, त्यसले गर्दा हिमाल देख्न पाएको छैन। हिजो अस्ति त हिमाल देखेको थियो अरे, आज चाहिँ ब्याड लक भन्नु कि खै के भन्नु, हिमाल देख्न पाइएन। फुल पनि एकदम फुलिरहेको छ। अनि बुढो कस्तो लागिरहेछ? एकदम रमाइलो रमाइलो लागिरहेको छ नि। रमाइलो 2 घन्टाको जस हिँडाइ अनि बाइकमा अफ रोड होइन, फुल बसुली भइरहेछ। अहिले चाहिँ यहाँ आएपछि त्यो चाहिँ असुल भइरहेछ है। अनि मजा पनि भइरहेछ, एकदम बबाल मजा भइरहेछ। गर्मीदेखि आएको चिसो मौसममा बसेर यस्तो ब्युटिफुल भ्यू हेर्न पाउँदाखेरि मौसम फिल भइरहेछ क्या। यतै सेटल हुने जस्तो सोच लागिरहेछ। ल ल ल तपाईँहरू पनि अवश्य आउनु होला। हस्। आजभोलि जलजला धार्मिक पर्यटन, पदयात्रा र प्राकृतिक सौन्दर्यका लागि लोकप्रिय बन्दै गएको छ। ओ दाइ, गाह्रो भयो? हामी त भुटुलबाट हो दाइ, अहिले चाहिँ थराङबाट। तिम्रो नाम के रे भनिदियो रे? तिम्रो नाम के अरे उता हेरेर भनिदियो त? सम्राज्ञी हो। ल अब चाहिँ यहाँको यात्रा जलजला यात्रा सकियो। यहाँबाट भिडियो हेरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। अब हामी भने अर्को यात्रामा भेट हुने नै छौँ। त्यति दिनसम्मको लागि हस्त धन्यवाद।